प्लान बनाएको चाहिँ अब जाने बनाउँ भलिबल भात पचाउने होला कि फलावर पनि अब के मान्छे अनुसारको त के झुन्ने हो ओ दाँते अर्को दाँत पनि होला को भयो पनि खेल्न जाने टिम पुग्छ कि पुग्दैन यहाँबाट 3 जना मान्छेबाट 5 जना बेन 6 जना पर्मिट 7 जना भर्खर गोपाल सर के अब त्यहाँ नारायण जान्छ नारायण जान्छ नारायण ढोकै पऱ्यो कोसिस जाने होइन पञ्चिङ गर्ने तल झर्ने ओरे पनि खेल्न जानु हुन्थ्यो कि पञ्चिङ गर्ने तल झर्ने गरे ए भिडियो गराउनु पर्छ नि यहाँ देख्दैन चाहिँ बल खेल्न हिँडेको यो चाहिँ जस्तो खेल्दै साथीहरू आउँदैछ टट्ट लगाएर हामीले काम गर्ने ठाउँ हो अब हामी चाहिँ ग्राउन्डमा आइपुग्न लाग्यो यो जङ्गल चाहिँ सबै काँडा हो यो यस्तो गर्मीमा पनि यो यहाँ पलाएको छ काँडै काँडा छ यो यस्तो काँडै काँडाको जङ्गल हुँदो रहेछ यहाँ हामीले चाहिँ यहाँ पहिला सायद खेतीपाती गर्थ्यो होला हामीले सोद्धाखेरि अङ्गुर खेती गर्ने सागसब्जीहरू लगाउने के गर्थ्यो अरे है तर अहिले चाहिँ यहाँ सबै बारी जमिन काँडाले भरिएको छ यता चाहिँ थोरै हल्का राम्रो भएर हामीले यहाँ बल खेल्ने ग्राउन्ड गराएको यस्तो छ यहाँको स्थिति यो चाहिँ हामीले काम गर्ने मल हो भनेको त के हुन्छ ल बेन बेन